एक सानो पहाडी गाउँ थियो जहाँ रमेश आफ्नो परिवारसँग बस्दथ्यो। उनी, उनकी श्रीमती सुजाता र उनका दुई साना छोराछोरी आशिष र लिली। उनीहरूका दिनहरू सरल थिए तर माया र आशाले भरिएका। तर एक साँझ जब सबैजना गहिरो निद्रामा थिए, अचानक जमिन गडगडाउन थाल्यो। त्यो एक भयानक भूकम्प थियो जसले घरका भित्ताहरू काँपाउन थाल्यो, भाँडाकुँडा खस्न थाले र रमेशको परिवारलाई एक झट्कामा डरले भरिदियो। रमेशले छोराछोरीलाई बाहिर निकाल्न आग्रह गरे, तर भूकम्प यति छिटो र शक्तिशाली थियो कि घरको छाना अचानक भत्कियो। ढुङ्गा माटोले चारैतिर छापियो, सास फेर्नै नसक्ने बन्यो। गाउँभरि कराउने आवाज र रोदनले सबैलाई छोयो। केही समयपछि गाउँलेहरू आए, ढुङ्गाहरू हटाए, तर रमेशको परिवारको कुनै निशान देखिएन। रमेश, जसले आफ्ना सबै प्रियजनहरू गुमाए, सधैँका लागि एक्लो भए र त्यो दिनपछि उनको जीवन कहिल्यै पहिले जस्तो रहेन।